नमस्कार भाइ बहिनीहरू। आज हामीले अर्को दुईटा प्रश्नका साथ उपस्थित भएका छौँ। यो प्रश्नहरूलाई चाहिँ हामीले कसरी सल्भ गर्ने, आउनुहोस् पालो यो प्रश्नहरूलाई सल्भ गर्दै हामीले हेर्नेछौँ। सो हाम्रो पहिलो प्रश्न रहेको छ a क्यूब माइनस 8। यसलाई कसरी सल्भ गर्ने? सो मैले पटक पटक भनिराख्ने कुरो के त भन्दाखेरि सी अनि एफ भनेको पहिला कमन लिने अनि त्यसपछि फर्मुलामा खोल्ने। सो यहाँ कमन केही पनि लिन मिल्दैन। केही पनि कमन लिन नमिले पछाडि चाहिँ हामीले यसलाई फर्मुलामा खोल्ने र फर्मुलामा खोल्नको लागि हामीले यहाँ हेर्न पर्यो यहाँ स्क्वायर छ कि के छ भनेर। यहाँ त स्क्वायर त छैन, यहाँ हेर्न सकिन्छ यहाँ क्युब छ। सो यहाँ क्युब छ भने पक्कै पनि यतापट्टिको नम्बरलाई पनि क्युबको फर्ममा खोल्नुपर्ने हुन्छ। सो यो 8 छ। अब 8 को फ्याक्टर यहाँ निकालेर हेर्नुहोस् तपाईहरुले। 8 को फ्याक्टर यसरी निकाल्दाखेरि यो 2 4 जा 8 अनि 2 2 जा 4 अनि 2 1 जा 2 भनेपछि 2 2 अनि 2 भनेको के भयो त भन्दाखेरि 2 को होल क्युब भयो कि भएन? 2 को होल क्युब भयो हो। सो त्यही काम हामीले यहाँ गर्ने छौं भनेको a क्युब माइनस 2 को होल क्युब। कुरा बुझ्नुभयो? अब यसमा फर्मुला कुन लगाउने त? सो फर्मुला यसमा लगाउन पर्यो हामीले a क्युब माइनस b क्युब को फर्मुला लगाउन पर्यो यसमा है। सो a क्युब माइनस b क्युब को फर्मुला के हो त? a क्युब माइनस b क्युब को फर्मुला के हो? a माइनस b र a स्क्वायर प्लस ab प्लस b स्क्वायर। यो a क्युब माइनस b क्युब को दुईवटा फर्मुला छ। अर्को फर्मुला कुन हो? अर्को फर्मुला यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ, मैले यहाँ राखेको छु। अर्को फर्मुला a माइनस b को होल क्युब प्लस 3ab इन्टु a प्लस b। यो माथिको फर्मुलालाई फ्याक्टराइज्ड फर्म भनिन्छ, तलको फर्मुलालाई एक्सपान्डेड फर्म भनिन्छ र अहिले हामीले के गर्दैछौँ? फ्याक्टराइज गर्दैछौँ। सो फ्याक्टराइज्ड फर्म भएको फर्मुला नै हामीले युज गर्छौँ भनेको हेर यो माथिको फर्मुला नै हामीले युज गर्छौँ। किन त भन्दाखेरि हामीले यहाँ फ्याक्टराइज गर्दैछौँ, त्यही भएर हामीले यो माथिको फर्मुला युज गर्छौँ, यो तलको फर्मुला हामीले युज गर्नु हुँदैन। सो अब नेक्स्ट स्टेपमा हामीले के गर्न पर्यो त भन्दाखेरि त्यही फर्मुलामा हामीले यो कुराहरूलाई फिट गर्न पर्यो भनेको a अनि माइनस b को ठाउँमा हामीले के लेख्न पर्यो? 2 लेख्न पर्यो। कुरा बुझ्नुभयो? a माइनस 2 ठीक छ भनेको a माइनस b। र अर्को नेक्स्ट स्टेपमा हामीले के गर्न पर्यो त भन्दाखेरि a स्क्वायर प्लस ab प्लस b स्क्वायर भनेको a स्क्वायर प्लस a को ठाउँमा a नै भयो अनि इन्टु b को ठाउँमा के भयो त भन्दाखेरि 2 भयो। किन b को ठाउँमा के छ? यहाँ 2 छ। सो 2 भयो अनि प्लस 2 स्क्वायर ठीक छ, किनभने b स्क्वायर भनेको छ नि त। 2 भनेपछि त यहाँ b को ठाउँमा त के छ? 2 छ। सो 2 स्क्वायर। अब यसलाई लास्टमा हामीले लेख्नु पर्दाखेरि हामीले यसरी लेख्ने, जस्तो कि a माइनस 2 को a माइनस 2 नै भयो अनि a स्क्वायर को a स्क्वायरै भयो प्लस अनि 2a इन्टु 2 भनेको 2a लेख्न पाइयो अनि 2 को स्क्वायर भनेको के लेख्न पाइयो त? अब 4 लेख्न पाइयो। अर्को एउटा त्यस्तै खाले अर्को एउटा हामीसँग प्रश्न छ। त्यो के त भन्दाखेरि a क्युब प्लस m क्युब n क्युब प्लस 64। अब यो प्रश्नलाई हामीले कसरी सल्भ गर्ने? अघि हामीले सल्भ गर्दाखेरि यसमा के थियो त भन्दाखेरि माइनस थियो, यहाँ चाहिँ अहिले चाहिँ यहाँ प्लस छ। सो यो समस्यालाई कसरी सल्भ गर्ने? सो यहाँ तपाईहरुलाई इन्डिसेसको एउटा रुल के थाहा हुन पर्यो त भन्दाखेरि a क्युब प्लस इन्डिसेसको एउटा थाहा हुनै पर्ने रुल भनेको के छ त भन्दाखेरि a क्युब प्लस a क्युब डट b क्युब इज इक्वल टु ab को होल क्युब, ab को होल क्युब। इन्डिसेसको एउटा यो ल नै हो, अर्थात् a को पावर m हैन अनि b को पावर m छ भने यो ab को पावर के हुन्छ? ab को पावर m हुन्छ। मैले तपाईहरुलाई यो इन्डिसेसको छुट्टै एउटा भिडियो बनाएर राखिदिने छु, तपाईहरुले यहाँ आई बटनमा त्यसलाई चेकआउट गर्न सक्नुहुनेछ। सो यो कुरा चाहिँ तपाईहरुले बुझ्न पर्यो। सो m क्युब n क्युब भनेको के हो त? m n को होल क्युब भयो अनि प्लस को प्लस नै लेख्न पर्यो अनि यो 64 पनि अब क्युबको फर्ममा लान पर्यो, किनभने यो क्युबको फर्ममा छ भने यसलाई पनि क्युबको फर्ममा लान पर्यो। सो 64 को तपाईहरुले फ्याक्टर निकाल्नुस्।
ठीक छ। 64 को फ्याक्टर निकालेर अनि तपाईहरुले यो गर्न सक्नुहुन्छ। भनेको यो 64 के को क्यूब हो हैन, अथवा तपाईहरुले क्याल्कुलेटरमा यसलाई चाहिँ 64 माथि चाहिँ के गर्न सक्नुहुन्छ त क्यूब रुट गर्न सक्नुहुन्छ। तपाईहरुसँग क्याल्कुलेटर छ, क्याल्कुलेटरमा 64 अनि यहाँ क्यूब रुट अन्डर 64 गर्नुभयो भने आन्सर यसको कति आउन सक्छ 4 आउँछ यसको आन्सर, हो कि हैन। भनेको हामीले के गर्नुपर्ने हुन्छ 4 को क्यूब गर्नुपर्ने हुन्छ है। कुरा बुझ्नुभयो, पक्कै पनि बुझ्नु भएको होला। सो नेक्स्ट स्टेपमा हामीले के गर्न पर्यो त mn को होल क्यूब अनि प्लस 64 भनेको 4 को क्यूब है। सो अब के गर्ने त, अब हामीले अघिकोमा फर्मुला जुन युज गरेका थियौं अब यसमा हल्का फरक फर्मुला युज गर्न पर्यो। के त भन्दाखेरि माइनसको साटोमा प्लस, माइनसको साटोमा प्लस भनेको अहिले हामीले यहाँ के युज गर्न पर्यो a क्यूब प्लस b क्यूब इज इक्वल टु a प्लस b अनि a स्क्वायर माइनस ab प्लस b स्क्वायर है। यो फर्मुला तपाईहरुले सम्झिनु होला। अघिको फर्मुलामा र यो फर्मुलामा के मात्र फरक छ त भन्दाखेरि अघि यहाँ माइनस हुँदाखेरि यहाँ माइनस थियो, यो दुईटैमा प्लस थियो, अनि यहाँ चाहिँ प्लस हुँदाखेरि यहाँ अगाडि प्लस छ र यहाँ पछाडिपट्टि माइनस छ। सो यसको पनि एउटा अर्को पनि फर्मुला छ यसको, जुन फर्मुलालाई हामीले युज गर्नु हुँदैन। किन भन्दाखेरि हामीले यहाँ फ्याक्टराइज गर्दैछौँ र यो एक्सपान्डेड फर्मवाला फर्मुला हामीले युज गर्न मिल्दैन। फ्याक्टराइज्ड फर्ममै हामीले युज गर्नुपर्ने हुन्छ। सो a क्यूब प्लस b क्यूब को फर्मुला के हो a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर। सो अब नेक्स्ट स्टेपमा हाम्रो के हुने भयो त भन्दाखेरि mn प्लस 4 हैन, mn प्लस 4 ठीक छ, mn प्लस 4। अब अर्को के हुने भयो a स्क्वायर भनेको mn को होल स्क्वायर हैन, अनि माइनस mn इन्टु 4 प्लस 4 स्क्वायर है। सो ल हेर्नुस् त हामीले यहाँ त्यही गरेका छौं, mn को होल स्क्वायर प्लस a को ठाउँमा के छ mn छ, सो mn इन्टु b को ठाउँमा के छ 4 छ, सो यहाँ 4 अनि प्लस b को स्क्वायर भनेको 4 को स्क्वायर। अब लास्टमा हामीले यसलाई चाहिँ कसरी लेख्न सकिन्छ त भन्दाखेरि यो mn प्लस 4 एज इट इज mn प्लस 4 त्यसमा केही चेन्ज गर्न परेन, अनि यो mn लाई चाहिँ हामीले खोलेर लेख्नु पर्ने हुन्छ भनेको m स्क्वायर n स्क्वायर हैन। ल हेर्नुस् त मैले यहाँ त्यही गर्दै छु, m स्क्वायर n स्क्वायर प्लस अब यो mn डट 4 लाई चाहिँ 4mn हामीले लेख्छौं, अनि यो प्लस 4 को स्क्वायर भनेको 16 है। कुरा बुझ्नुभयो, पक्कै पनि बुझ्नु भएको छ होला तपाईहरुले। यदि बुझ्नु भएको छैन भने कहाँ बुझ्नु भएन तलपट्टि कमेन्ट गर्नु होला है। बुझ्नु भएको छ भने भिडियोलाई लाइक गर्नुस्, साथीहरुसँग शेयर गर्न नभुल्नु होला र यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला। हस्त, धन्यवाद।